घरको कति याद आउँछ त केटा भाइ? घरको त अब नआउने कुरा भएन, आउँछ। अब के गर्ने, कामले गर्दा भन्दामा अब उताको ध्यान यता गर्ने भने अब के गर्ने, उता घरको ध्यान गर्छु हजुरको नि याद आउँछ। याद आएर के गर्ने, घर छोड्ने कसले रहर हुन्छ र आउँदाखेरि तुरुक्क आँसु सारेर हिँड्नुपर्छ परदेश। के गर्ने हाम्रो नेपालमा रोजगारी भए किन अर्का ठाउँमा आउने थियौँ? सब बेरोजगार छ, रोजगार छ। अब भएन भनेर झन् अब इन्डिया बल्ल बल्ल दुःख गरेर अलिअलि पैसा, त्यो पैसा जोडेर अलिअलि सामान किनेर फेरि लग्ने हुन्थ्यो र 100 रुपियाँले के आउँछ क्या? 100 रुपियाँको त बाउन्डरमा त्यही सिस्टम, भन्सार तिर्नु पर्ने रे। अब भनेपछि हामी काम गर्नेको केही भेलु छैन। हाम्रो प्रधानमन्त्रीज्यूले राम्रो काम गरिदिनुला, हामीलाई परदेशमा के दुःख गरे पसिना बगाहान, बरु पैसा बढाइदिने इन्डिया सरकारले यसो सुझाव दिने, त्यो गर्न छाडेर अरू काम नपाएछ। 100 रुपियाँ के सामान आउला क्या यार? 100 रुपियाँको सामानको हिसाबले 100 रुपियाँलाई एउटा मोजा जुरा पाउँछ कि यार? त्यो बोकेर जाने एउटा 100 रुपियाँ चप्पल बोकेर जान्ने आफ्नो बुढीले अब के मिठाई ल्याइदिनु पर्यो केटाले? त्यो 100 रुपियाँको हो। 100 रुपियाँ मिठाई आफ्ना कपडा लत्ता अरू सामान हुन त्यो के लिएर जाने? मिठाई लगाएर एक घन्टा बाँड्दै नि पुग्दैन 100 रुपियाँ। 100 रुपियाँ कतिको? 1000 रुपियाँ भने नि त अलि 100 रुपियाँको 100 भयो त। अब के अलि यो कुरा अलि मान्यता भएन। कुन सिस्टम यो कहाँले गरेर कुन देश हो? नेपाल। हाम्रो नेपालमा बार्डरमा अरे, अब बार्डरमा कसले? प्रधानमन्त्रीज्यूले भन्नुभयो अरे सोसल मिडियामा त्यही प्रचार भइरहेको। पैसा बढुने भने भुत्रो बढ्यो, 100 रुपियाँको 200 हुन्छ भने त्यो क्यान्सल भयो कि के भयो? त्यो भएन, त्यो बढेन। र त्यो नसके काम अब बार्डरमा अब सिधा सादा हामी दुखी काम गर्ने, परदेशमा काम गर्नेको पो आँखा लगाएर यार त्यो आँखा लाग्ने त कारण होला। कहिले न कहिले त्यो गरेर त्यो नराम्रो गरे कि ज्यादै सामान लगाएर फेरि ओभर सामान लगाएर नि लग्ने त जातिविधि गाडी बुकै गरेर लग्छ। के भन्दाखेरि त्यो अलि जसले यति कुन्टल भन्दा माथि ल्याउन नपाइने त्यसमा कारबाही गर्ने भन्नुपर्ने। 100 रुपियाँको त त्यो के 100 रुपियाँको भनेको हामी जस्ता मर्ने भयो यार परदेशमा। फेरि अब चाहिने जरुरी मेन चिज अब आफ्नो अब कि चाहिने चिज लग्नु पर्छ। इन्डियामा जुबिता गर्ने हामी त कति छौँ। हजुर इन्डियामा